आज चाहिँ मेरो होइन फर्स्ट भ्लग आइसकेको छ होइन हाम्रो। अब हामी साइक्लिङ जाँदैछौँ होइन। यो चाहिँ हाम्रो लुक छ होइन। अब हामी साइक्लिङ जाँदैछौँ अनि पछि अब के भन्छ के भन्नु। अब हामी चाहिँ यतै भक्तपुर घुम्दैछौँ होइन। भक्तपुर हामीहरू घर यता भक्तपुर नै हो नि त। अनि हामी यता पहिला दरबार स्क्वायर जान्छौँ। दरबार स्क्वायरबाट सिधै यो इटाछेको बाटो हिँड्दै हामी पहिला एउटा साइकल पसल जान्छौँ। साथीको त्यो ह्यान्डल कस्नुपर्छ। त्यो कसेपछि हामी रानी पोखरीतर्फ हिँड्छौँ। त्यसपछि हामी फर्किन्छौँ। खोइ अनि हिँड्दा जान्छौँ होला। अनि त्यति हो आजको राइड हामी जान्ने लाग्यो। ल लेट्स गाइस अब हामी जान्छौँ होइन। अब हामी सिधै क्यामेरामा भेटौँ न त। एकछिन बस्नु तल हाम्रो ग्याङसँग नै भेटौँ न त होइन। ल गाइस ल आयो है त हाम्रो ग्याङ है त। ल खोइ हाम्रो ग्याङ ल अलि हल्ला चाहियो केटाहरू अलि हल्ला चाहियो। यसरी भएन ल ल ल अब हामी सिधै क्यामेरामा भेटौँ ल। ल जाने हो त केटा हो। ल जाउँ ल। पहिला हामी चाहिँ के भन्छ यता जाने दरबार स्क्वायर ल। टर्निङमा आएपछि ब्रेकै लाउनुपर्छ नि। कुदायो हामी अब यसो दरबार स्क्वायर जान्छ। कहाँ जाने हामी? दरबार जाउँ। के गरे भने ल बनियो खतरा बनियो भनिदिँदै साथीले। ओएमा सबै हान्यो। अहिले हाम्रो साइक्लिङ राइड खतरै भइरहेछ हेर्न साथीहरू। यसो कुदाउने मैले अघि भनेको प्लान सबैले मेन्टेन गर्ने। आउँदैछ रोको उसलाई रोको एकछिन साथीहरू। पुरा खुबै पछाडि बस्ने रे। खुबै पछाडि बस्ने। पछाडि होइन अगाडि जाऊ तिमी। जाऊ अब लाइन जाऊ अगाडि जाऊ सँगै जाउँ। ऊ फेरि हान्यो भने त्यसले बनियो। ओए एकछिन हामी अब साइकल पसलमा छोड्यौँ त। केही भएको छैन पल्टाए भन्छ यहाँ।
इटा छ हो साइकल पसले त हाम्रो इटा छैन हैन हेलो गाइस साइकल सल्टमा पुगिसकेको छ हैन अब हामी सिधै कता जाँदैछौँ अब हामी कता जाँदैछौँ रानी पोखरी सिधो पोखरी त्यस्तो सिधो पोखरी पहिला हामी गइहाल्छौँ राजा पोखरी सिधा त्यसपछि पछि रोडबाट हामी रानी पोखरी जान्छौँ रानी पोखरीबाट सिधा फर्केर हामी इन्द्रायणी जान्छौँ हैन त्यति हो आजको राइड अरू केही छैन स्पेसल त्यति आज हैन तपाईहरुलाई अब त्यहाँ पुगेपछि देखाउने छ ल अहिलेको लागि एकछिन ब्रेक लियौँ हामी है अब हामी जानु लाग्छौँ हैन गाइस आजको राइड राम्रो हुनुपर्छ हाम्रो राइड लकी हुनुपर्छ आज ल हामी हिँड्ने होइन त केटा होइन हेर केटा हो सन्देश आऊ ल केटा हो हिँड ल आऊ है तिमी कुदाइहाल्छौ हाम्रो स्पिडमा गएर हिँड टर्निङ गर टर्न गर ल जाउँ ल आऊ हेरिस् हामी जाँदैछौँ होइन रानी पोखरी होइन भने अनि आफैले भने हैन हो भने हान्छ नि यसले हेरिसी अब मैले भने प्लान है ए लास्ट सिटी नै ल्याउन पछि ओ सँगै हिँड्नु पऱ्यो नि ल त्यसो भए पहिला हामी भाग्य पुखु हिँडौँ न त सिधा नजाम सिधा जाउँ है सिधा के भयो मलाई त थाहा छैन कुराउ ओए ला ओए क्यामेरा ब्लक हान्दै मेरो ओए एकछिन बिस्तारै कमान्डर हो नि गाइस फेरि कमान्डर हो म बिस्तारै हिँड है बिस्तारै जाऊ तर सिधा जाउँ होइन ए आज केटाहरूले स्टन्ट हान्ला छ खत्रै होइन खत्रै स्टन्टहरू हान्ला छ हाम्रो केटाहरूले होइन आजको राइडमा हाम्रो यहाँ पुड्क्या कुदाउ ल यता ल हामी बाहिर पुग्न छिरिसकेको छौँ आज यहाँबाट छिराउन मिल्छ झार्न चाहिँ हलाग्छ है मलाई म चाहिँ झार्न अहिले म नुबे छु होइन गाइस साँचो छ चेक गरौँ अब हामी ओह्रालो छाड्छौँ एक राउन्ड आउँछ साइकल होइन त ल केटाहरू रमाइलो गर्नु चाहन्छ ल हानो पेल्नु खुट्टाले बाजे पुगु त रमाइलो हो नि अब हामी त्यहाँ पिछा अर्को राउन्डमा चाहिँ हामी सिधै पिछामा जाउँ है एक राउन्ड अनि बिचमा है तलमा ओइ मास ओइ ओभरटेक्न हान्न यसरी सँगै हिँडे पो आनन्द हुन्छ क्या तिमीहरू भ्लग त बनाइरहेको छु नि यस्तो सँगै हिँडे पो आनन्द क्या कि बरु लाइनमा हिँड्नु पऱ्यो पाइप ओए छोड्दे तिमीहरू फेरि अलिकति रिजन नभइकन तिमीहरू झगडा गर्छौ होइन मैले कसलाई भनेँ भन्दाखेरि आरब र आएला भने क्या झाडीमा पुगे के हुन्छ र भने
आजको राइड रमाइलो भइरहेछ हाम्रो खतरा नि अब केटाहरूले आज त्यति ताउनु नजाउनु अरे नजाउ रे अब एक राउन्ड अनि के भन्छ त्यहाँ जाउँ है तपाईँहरूले चाहिँ अब यहाँ मेरो पनि हब हेर्न सक्नुहुन्छ होइन म अघि देखाइ नै सकेँ तिम्रो बनी अब मैले अब एक राउन्ड अनि हान हान सबले हान म बाइक एक राउन्ड अनि बिचमा जाने है पानी पर्यो फाइदा भयो नि मलाई रेनकोट ल्याएको बिचमै जाने अहिले जाने ल जाउँ न त बिचमा ओ पानी पर्यो के भयो फेरि त्यो पानी पर्यो त यार कसले छाता ल्याएछ नि त्यसको खुबै लास्टमा बस्नु न हजुर तर मैले त रेनकोट ल्याएको यार फाइदा छ हो क्या भाइ यार गाइस पानी पर्यो हतार पतार घर जानुपर्ने हुन्छ अब के गर्ने गाइस पानी पर्यो नि ता बिरामी हुन्छ नि बल्ल बिरामीमा ठिक भइरहेको छु छिटो घर जाने के गर्ने छिटो भन पानी ठुलै पर्छ एकछिनमै ओ के गर्ने यार पानी पर्यो नि पर्यो भने तिमीहरू भिज्ने भन्छ है मैले त त्यो लिएर आएको छ या ब्यागमा छ के अरे मैले त लिएर आएको छ तिमीहरू भिजै भएको छैन मलाई मेरो तनाव होइन अब हामी भित्र जान्छौँ अनि छिटो फर्किहाल्छ पानी पर्यो होइन ठुलै अब हामी नै भित्र आयो अझै तिमी लास्टमा बस न लास्टमा बस्नु भने तिमीलाई ल ल ल हिँड 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 के हो अब यस्तै आएन के हुन्न अब नयाँ साइकल आउँछ छोडिदियो यसलाई होइन ओइमा छले लडिरा ओहो होइन हिँड त्यो जानु पऱ्यो हामी मस्तुरी माछासँग खेलेर बस्ने हो एकछिनमा त पर्ने हो पानी होइन माइजहरू पानी एकछिन त पर्ने हो अहिले बन्द भइहाल्छ भएन भने मसँग रेनकोट छ हाम्रो क्यामेरा हल्लेको चाहिँ अलि त्यो नगरौँ है जज नगरौँ क्यामेरा हल्ला चाहिँ माछा माछा है अब कसको हो ल भिजो अब उता जान्छ नि त्यो बिस्तारै अब उता जान्छ सबैले गए छैन खोइ त मैले लागेकै थाहा छैन होइन बाबु तिम्रो घर यतै हो मेरो नि यतै हो स्कुल तिम्रो नि यतै हो हामी सबैजना घर यतै हो आएर किन गएको त्यो पुरै हो ए बसेर गर्नु व्यस्त एउटा चाहिँ सफा गर्नु पर्यो यसरी भएन कता छ गोजीमा राख्छु पछि राख्छु माछाहरू हेर्नु कस्तो ब्लर भएको के हो यार पानी एकछिनमा सन्चो भइहाल्छ नि होइन र माछाहरू पानी धेरै ब्लर भएको छैन साथीहरू माछा चाहिँ देखि नै रहेछ अलिअलि खाना दियो भने सब माथि आउँछ होइन त साथीहरू ए हामी के भन्छ खुट्टा डुबाएर बस्ने जस्तो आऊ गाइस खुट्टा डुबाएर बस्ने हो अघिसम्म चाहिँ एकछिनै रुक्छ
ऊ आएर पनि त्यो थाहा छ मलाई पछाडि बसेको गेममा झन्डै लड्नुलाई कसले तिमीलाई छौ भन्ने पोचकालो बसेको भन्छ पछाडि बसेको म साथीहरूले केटाहरूले के गर्छ भने खस्यो भने के गर्ने पछाडि बसेर मैले झन्डै माछा खान लागेको काट्छु तिमीलाई कसले जाने भएर छौ भने नि ओरेन्ज कलरको ब्ल्याक कलरको कोही फिसहरू छ 2-3 कोहाको कोही फिसहरू छ होइन साथीहरू ऊ भर्खर आफ फाल्यो हेर्नु ल कति धेरै आइरहेछ यहाँ होइन खाना अलिकति राख्यो भने झगडा गरी खान्छन् यिनीहरू यहाँ थरी थरीको कोही फिसहरू छ होइन चुलामा न कस्तो राम्रो हेर गोल्डन र व्हाइट मिक्स ओ यहाँ एकजनाको चप्पल पुग्न लाग्छ गएको चप्पल चाहिँ चप्पल गएछ के हेर्नु न अब गइहाल्छ नि अब त्यस्तै चप्पलै हेर्नु ल त्यहाँ पुगायो क्या चप्पल पुग्न लाग्यो पुग्न चाहिँ लाग्यो त्यहाँ होइन माछा हेर्नु होइन भाजिया पुगु चाहिँ बबाल हो क्या यहाँ भाजिया पुगु के भन्दा टेन्सन नलिऊ पानी झन् रोकेर आइसक्यो अघि भन्दा त कमै भयो ल होइन भाजिया पुगु चाहिँ यस्तो बालाको छ होइन अहिले हामी बिचमा छ कोहाको कोही फिस आयो है त हाम्रो कोहाको कोही फिस मेरो फेभरेट कोही फिस कोहाको कोही फिस मेरो कोही फिस आयो मेरो मनपर्ने कोही फिस आयो मेरो मनपर्ने कोही फिस आयो होइन ल पानी पर्ला जस्तो मौसम भइसक्यो अहिले अब पानी पर्ला भएको मेरो अब चाहिँ हामी जान्छौँ होइन भित्र अब बाहिर जानु पऱ्यो होइन अहिले म निस्काउँछु होइन पहिला स्ट्यान्डमा राखौँ मोबाइल अब हामी जाँदैछौँ होइन यो चलाउनु पऱ्यो कत्रै छ यहाँ भाजिया पुगो अब अलि पानी सफा गर्न त मिल्ने हो यति पानी सफा गर्न मिल्दैन जे भए पनि साइडको चाहिँ सफा गर्नु पऱ्यो है घाँस पुछहरू खोइ तिमीहरू सब बाहिर गयो हामी पनि जाने सोचे आइदियो अलि अझै घुमाउन 5 तले 7 तले पुगेन हामीलाई यतिले गएर अझै जाउँ होइन आएन अगाडि जाउँ है अब त्यही रानी जानु मलाई तिमी अगाडि बस्छ होला ल जाने ल जाउँ ल आइन जाउँ तिमी फेरि लास्ट ल अब चाहिँ लास्ट पुग्यो है हामी 2 जना बाई 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 मैले भने त थिएँ नि ला जहाँ मलाई गए बस्छु बिस्तारै चलाऊ भन्न हेर्न अब जान लागेपछि पानी रोक्यो ओ मामा कुचिङ अगाडि गएपछि त्यस्तै हो त्यसलाई कुरो नकुदाऊ के तिमीहरू एकछिन के त्यहाँ भन तिमी सबसे अगाडि छौ त्यहाँ नभन भन्छ जाउँ न त नि के गरेर आउँदैन होला पानी जानु छैन भोलि राख्छौ भने के भयो फेरि यताबाट जाऊ तिम्रो त्यो चेन जान लाग्यो तिम्रो
साइकल जान लाग्यो मेरो साइकल जान लाग्छ यसो साइकल जान लाग्यो अब पेडल गर जाने होइन अगाडि नजाने क्या पख 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 तिमीहरू जान त नगर एकछिन हामी कहाँ जाने अब फिक्स गर कहाँ जानु ल भन फेरि उता जानु पर्दैन कालो है भने सुगाएर झन् चाहिँ मजा आउँछ होइन चुङा गर्ने छैन नानी पोखरी जाने हो ल राख त्यसमा नजिकै खोजौँ ए भो त्यही भने हो भने हो त त्यही भने रानी पोखरीमा त जाउँ क्या हुन्न तिमी हेर्न जाऊ त्यसो भए हामी फर्क्यौँ उनीहरू दुईजना मात्रै जान्छ नि त के हामी रानी पोखरी जाउँ कि फर्क्यौँ के भयो फेरि हे फर्काउनु बोला सिकेर लौ 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 झ्याउ केटा हो झ्याउ ए पख साइडमा बस साइडमा छोडिदेऊ न छोडिदेऊ यहाँ छोडिदेऊ त्यो झाँसुले जाऊ साइडमा बस आएन ल यो कुरो साइडको आएर भेट्न गएको हुन्थ्यो नि आयो 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 अब सँगै बस्छ सन्देशका सेल्फी सुनाउँ गयो भने त्यो पुरा भन्दैछु मिल्छ अगाडि जाऊ रेडी गरेर राखौँ न छोडेर जाओस् हामी अब अर्को पालिदेखि खै अगाडि गएर एकछिन कुरा है म चढ्छु एकछिन कुरा एकछिन 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 म बस्छु है यार साथीहरू छन् मेरो यार साथी गाइजहरू कुर्दै कुर्दैनन् आइन स्ट्यान्ड स्ट्यान्ड आइन स्ट्यान्ड आइन ल ल ल ल ल साइड साइडमा बस सबैजना बिचमा नचलाऊ साइडमा साइड साइड सन्देश पुरै रोडै दिएको तिमीहरूलाई हस् पुरा न यार तिमीहरू हे अगाडि जाऊ अगाडि जाऊ तिमीलाई तनाव हुन्छ नि हामीलाई आएन आजको राइड के हो यार यस्तो याद भयो यार पहिलासम्म हिजोको अलि ठिकै थियो अब के त अब एकअर्कालाई नकुर्ने पाला छ त्यस्तो लेफ्ट साइड आऊ ओइमा पालमा छिर्दा साइकल ओइमा यसले त मलाई एक दिन लडाउँछ यार अब काका जाने हो केटाहरूले कता लाने हो थाहा छैन होइन
साइडमा बसेर आएन के छ भाइ बनी अब हामी जाने छैन तराले मस्त ओ मेरो उहाँको छेक दिएर ओए कस्तो गाडो मोटुङ लाग्यो एकछिन कहाँ बाटो हुनेछ हामी फेरि हाम्रो स्टार्टिङ गरेको बाटो आइपुग्यो ओ एकछिन आएन छैन तिमीहरू किन कुद्छौ किन कुदाउँछौ ल ल ल ल ल तिमीहरू तल जो भयो होइन मेरो साइकल भयो तल लान्छु म भिडियो बनाउँछु सबको है ल हिँड 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 एकछिन है मैले भने होइन त्यही पनि नि म गर्छु नि ल एकछिन पहिला म जाऊँ न कस्तो बौलाहरू भने कस्तो उयोहरू तिम्रो जाम भएर भएको सबै ढिला भएको जाम भयो रे ल के भएको त्यो पेडलले अड्क्या कि के भयो अब के हुन्न बाबाले त्यो साइकलको सब प्रब्लम भन्थे नयाँ हट 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 जाऊ जाऊ तिमी चाहिँ गयो हुन्छ ओह्रालो ओह्रालो तिमी जाऊ पहिला ल थाहा छ क्या मलाई ल जाऊ है त अब जाउँ 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 ल सर चलाउ ल कुदाइदियो भने यसले एकछिन ल मास ओए ओह्रालो सार्यो खतरा नि एकछिन एकछिन मेरो साउन्ड सुकिसक्यो यार ल यो पोखरीको हालत भएन यसरी यस्तो भयो मेरो अन्डा ल को भर्याङ धान्ने ल आऊ म केटाहरूले भर्याङ चढाउँदै छ त हेर्नु चाहिँ हान्दै त ल इन्द्राणीको भर्याङ हान्थ्यो हाम्रो केटाहरूले होइन जय ल आइज 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 ल ओ ल खतरा ल ल खतरा नि ल यस्तो चाहिँ हो क्या इन्द्राणी हामी अहिले यता छौँ होइन सबले झार्छ मेरो साइकल चाहिँ त्यहाँ राखिरहेको छ एकछिनै मेरो कल आयो